Guys, trading is just not about the fucking chart. It's just about your psychology. यो वर्ड जब म आफूमा इम्प्लिमेन्ट गरेँ गाइज, लिटरली मेरो लेभलै चेन्ज भयो ट्रेडिङ प्लेटफर्ममा। केही वर्ष अगाडिको कुरा हो गाइज, म स्ट्राटेजीको पछि कुद्थेँ है, ट्रेन्ड लाइन, भोल्युम, फिबोनाची, यो कुराहरू स्ट्राटेजीको पछि कुदेँ, म धेरै कुदेँ गाइज। यो स्ट्राटेजी सर्टेन लेभलसम्म काम गर्छ गाइज, र जुन ठुलो गेम चेन्जर हो त्यो तपाईँको साइकोलोजी हो। यो कुरा जति छिटो बुझ्नुभयो आफ्नो लेभललाई त्यति छिटो नै तपाईँ इम्प्रुभ गर्न सक्नुहुन्छ। फेयरले तपाईँलाई एउटा राम्रो ट्रेडबाट छिटै क्लोज गराउँछ। ग्रिडले तपाईँको रिस्क अझ बढाउँछ गाइज। रिभेन्ज ट्रेडिङले तपाईँलाई अझ लसमा लान्छ। तपाईँ आफ्नो इमोसनलाई जति कन्ट्रोल गर्नुभयो, इमोसनमा तपाईँ आफ्नो मेन्टल हेल्थमा जति काम गर्नुभयो, त्यति छिटो नै तपाईँ लसबाट आफूलाई रिकभर गर्न सक्नुहुन्छ। स्ट्राटेजी एउटा लेभलसम्म काम गर्छ, 20%सम्म काम गर्छ गाइज। 80% गेम चेन्जर योर साइकोलोजी, योर मेन्टल हेल्थ, योर इमोसन्स, योर डेली रुटिन, डिसिप्लिन, रिस्क म्यानेजमेन्ट, यो कुराहरूमा ध्यान दिनु। जति छिटो ध्यान दिनुहुन्छ तपाईँहरू, त्यति छिटो तपाईँ आफू लसबाट रिकभर गर्न सक्नुहुन्छ र एउटा प्रफिटेबल जर्नी स्टार्ट गर्न सक्नुहुन्छ। So let's go guys.